के रे रवि बालेनहरु सत्तामा आयो भने देश दुर्घटनामा जान्छ अरे। यिनीहरु विदेशीका दलाल हुन् रे, जेलेस्कीहरु हुन् रे। अनि तिमीहरुका बाउ खड्गे, ओली, शेरबहादुर, देउबा प्रचण्डहरु चाहिँ के हुन् नि फेरि? 34-35 वर्षदेखि त यिनीहरुको हातमा थियो त सत्ता। अनि तिमीहरुका राष्ट्रवादी नेताहरुले खोइ त देश बनाएको। अब कतिचोटी प्रधानमन्त्री बन्दाखेरि यो देश बन्छ त फेरि? भनिदिनु पर्यो नि त ल। अब कतिचोटी केपी ओली प्रधानमन्त्री बन्दा यो देश बन्छ? कतिचोटी शेरबहादुर देउबा प्रधानमन्त्री बन्दा यो देश बन्छ? कतिचोटी प्रचण्ड प्रधानमन्त्री बन्दा यो देश बन्छ? रवि बालेन, जेलेस्की उनीहरुको हातमा देश गए दुर्घटनामा पर्छ अरे। अनि कुन सा दुर्घटनामा नपारेका छन् त अहिलेसम्म? युवाहरुलाई सबै विदेश जान बाध्य बनाएका छन्। देशमा रोजगारी छैन। श्रीमती छोराछोरी पाल्न पढाउनको लागि बाबामाको उपचार गर्न पनि विदेश आउनु परेको छ युवाहरु। अनि राष्ट्रवादी रे केपी ओली 76 जना जेन्जी युवाहरुले तिमीहरुले भ्रष्टाचार मात्र गर्यौ, लुट मचायौ, हत्या हिंसा गर्यौ, तिमीहरुले चाहिँ आफ्नो आफ्नो परिवार मात्र बनायौ, देश र जनताको लागि काम गर्न भनेर चाहिँ स्कुल ड्रेसमा आउँदाखेरि छाती र टाउकोमा ताकी ताकी गोली हानेर हत्या गर्ने चाहिँ राष्ट्रवादी हैं? केपी ओलीको झोला बोकेर चाक सफाई गरेर पेट पाल्न पल्केकाहरुको लागि राष्ट्रवादी होला, तर हामी विदेशमा आएकाहरुको लागि राष्ट्रवादी होइन केपी ओली। शेरबहादुर देउबा होइन। देशका खोला नाला सिमाना कल कारखाना सबै बेचेर खायो जसले, त्यो कसरी राष्ट्रवादी भयो? एमसीसी पास गर्यो, विदेशी सेना चिटुडी खेलमा ल्याएर नचाह्यो, त्यो कसरी राष्ट्रवादी भयो? विदेशमा गएर विदेशीले दिएको भैँसे तान्दै आयो, त्यो कसरी राष्ट्रवादी भयो? कसरी राष्ट्रवादी भयो? रवि बालेन कसरी चाहिँ राष्ट्रघाती भए त? उनीहरुले कुन चाहिँ खोला नाला सिमाना बेचे? कुन सन्धि सम्झौता गरे विदेशीको हितमा? के चाहिँ गरेर कसरी प्रुफ देखाउनु पर्यो नि त। रवि बालेनको हातमा गयो भने चाहिँ देश दुर्घटनामा जान्छ अरे। अनि कुन सा दुर्घटनामा गएको छैन? देश बचाउने भनेकै रवि बालेनहरु हुन्, राष्ट्रिय स्वतन्त्र पार्टी हो। देश सिद्ध्याउने भनेको कांग्रेस र एमाले हो। माओवादी पनि थपिएको हो पछाडि आएर। अनि अझै पनि जनताहरु भ्रमको खेती गर्ने लाटा सुझाछन् जनता। डिजिटल युग छ। यो डिजिटल युगमा केपी ओली राष्ट्रवादी हो भन्नेहरु भनेको केपी ओलीको गुलाई हलुवा भन्दै खाने मलद्वारलाई हरिद्वार भन्नेहरु मात्रै हुन्। किनकि महाकाली केपी ओलीले बेचेको होइन भनेको। 3 चोटी 4 चोटी प्रधानमन्त्री भएको मान्छे होइन केपी ओली। भ्रष्टाचारी, बलात्कारी, हत्यारा, लुटेरा, तस्करहरुलाई संरक्षण गरेको होइन केपी ओलीले। भ्रष्टाचार बलात्कार मात्र गरेको होइन केपी ओलीले। यदि कांग्रेस र एमाले देश र जनताको हितमा काम गरेका थिए, भ्रष्टाचार गरेका थिएनन्, लुट मचाएका थिएनन् भने जेन्जी आन्दोलन हुन्थ्यो। रवि बालेनले पार्टी खोलेर आउँथे। युवाहरुमा आक्रोशित हुन्थे युवाहरु। यसरी लाखौं युवाहरु विदेशिनु पर्थ्यो। अनि कसरी राष्ट्रवादी भयो त फेरि? ल मलाई बताइदियो त ल। केपी ओली राष्ट्रवादी हो, केपी ओली अब देश बनाउँछ, अब पनि केपी ओलीलाई भोट दिनुपर्छ भन्नेहरुले ल मलाई बताइदियो न। पूर्व पश्चिम रेल, पानीजहाज, हावाबाट बिजुली, पोका पोका चामलै घरमा पुर्याउँछु भनेर आजभन्दा 10 वर्ष अगाडि भनेको होइन खड्गे ओलीले? खोइ त कसका घरमा चामल पुर्या, कसका घरमा चाहिँ ग्यास पाइप पुग्यो त ल? त्यो बताइदिनु पर्यो नि त मलाई। ल त जसले यो देश बर्बाद गर्यो तिनीहरुको पछि लागेर अरूलाई राष्ट्रघाती भन्ने? यो देश बनाउँछ त रवि बालेनले मात्रै बनाउँछ। बनाउँछ त राष्ट्रपालले मात्रै बनाउँछ। कांग्रेस र एमालेको हातमा गयो भने यो देश खरानी हुन्छ। त्यो कुरो बुझ्नु पर्यो नि त। राष्ट्रवादी नेता रे केपी ओली, जसले सत्ता र शक्ति जोगाउनको लागि चाहिँ स्कुल ड्रेसमा युवाहरुको छाती र टाउकोमा ताकी ताकी गोली हानेर हत्या गरेछ। हार्दिक श्रद्धाञ्जलीसम्म पनि भनेको छैन, मबाट गल्ती भयो भने गल्ती महसुससम्म गरेको छैन, अझै डाका बन्दै हिँडेको छ। अनि त्यस्तो अपराधीले देश बनाउँछ? खड्ग प्रसाद ओली भनेको अपराधी हो। शेरबहादुर देउबाको घरमा त्यत्रो अरबौं पैसा जलेको छ, एआईबाट बनाएको भनेको छ, लुटेको पैसा, भ्रष्टाचार गरेको छ, अरबौं चाहिँ विदेशीबाट खरबौं ऋण लिएर चाहिँ गरिबको टाउकोमा थोपरेको छ, अनि लुटेको छ, कम्बोडियातिर लगानी गरेको छ। अनि उल्टै एआईले बनाएको हो, फेक हो, झुटो हो, हामी राष्ट्रवादी हौ भनिया छ। अनि झोलेहरु फेरि हो राष्ट्रवादी भनिया छ। राष्ट्रवादी तिमीहरुको बाउ राष्ट्रवादी पनि देश यस्तो हुन्थ्यो हरिगंगा? लाज शरम छैन यार। कौन पालो तातेर आउँछ मलाई त यो एमालेका झोलेहरुको कुरा सुन्दा पनि।